लोकतन्त्र हैन, गणतन्त्र, जनताको शासन हैन, सुशासन भनेको के प्रहरीमाथि जाय लाग्नु, ट्राफिक पुलिसलाई कुटपिट गर्नु, नाकाहरूमा चेक जाँच गर्न बसेका प्रहरीलाई कुटपिट गर्नु, यही हो। नै साँच्चै एउटा कुरा यो अस्तिको जेनजी आन्दोलन पछि हो कि पहिलेदेखि हो। सुख दुःख पर्दा, बाढी पहिरो आउँदा हैन, आफत विपद पर्दाखेरि चाहिँ नेपाल प्रहरी चाहिने, अनि अलिकति केही गल्ती भयो भने चाहिँ यसरी जाय लाग्ने कि नेपाल प्रहरी जति ठुलो दुश्मन कोही छैन जस्तो गर्ने। यो किन भइरहेछ? अनि एउटा मान्छेलाई यत्रो हिम्मत कसरी आउँछ कि वर्दीमा भएको प्रहरी, ड्युटीमा भएको प्रहरीमाथि जाय लाग्ने? र यसको निवारण के हो? यसलाई कसरी अन्त्य गर्न सकिन्छ? हजुरको भनाइ बुझाइ कमेन्टमा राख्नु होला, लाइक गर्नु, सेयर गर्नु अनि सब्सक्राइब गर्नु ल। धन्यवाद।